आजको भ्लगमा हामी ड्राई पिकनिक जाँदैछौँ। सातो बाटो बल्खु हुँदै कीर्तिपुरको झोलुङ्गे पुल र यो गार्डन रेस्टुरेन्टमा जानेछौँ आज। हाम्रो 3वटा ग्रुपको लोकेसनमै भेट्ने प्लानिङ थियो। जानु लागेको हामी 3 जना हाम्रो ग्याङ छ। हामी उता गएर भेट्छौँ अनि हजुरहरूले देखाउँछौँ। चर्को घाममा हामी पिकनिक जानु लागेको छु। पिकनिक हुँदै भोकै गएर घाम खानुपर्छ। हाम्रो ग्याङ छ उता भेट्दैछौँ हामी चाहिँ अहिले जाँदैछौँ। माइकको प्रोजेक्ट है बाबु। यो अहिले कहाँ छ? सातो बाटो महालक्ष्मी धाम। गाडी जान्छौँ हामी फेरि जान्छौँ। सोसियल मिडियामा पनि यो एरिया फोटो भिडियोको लागि भाइरल छ अहिले। एकान्त कुनाको जाममा छौँ अहिले हामी। बल्खुबाट कीर्तिपुरतिर जाँदैछौँ माइक्रोमा। कीर्तिपुरको धाल्पा चोकमा किनमेल गर्दैछौँ अहिले। हामी त गाडीमा जाँदैछौँ फेरि अर्को ग्याङ छ फेरि भेट्नलाई। हेर्नु पर्यो क्या धानको यहीँबाट झोलुङ्गे पुल जाने बाटो। त्यो होला पुल हेर्नु अगाडि बिचरा रोडसम्म हेर्न आएछ। अब कहाँ कहाँ हो के रहेछ भने नि यो हामीले गाउँमा पहिला दुईजना चाहिँ 3 जना बेस्ट फ्रेन्ड बगान पनि हामी साथी भयो।
नमस्ते हजुर कालो भइसक्यो हामी त हिँड्दा हिँड्दा हाँसिँदा ए हे आमा कति कालो क्या कालो कालो भइसक्यो हामी त बाबु सुत्यो छैन यो पुलको वारी र पारी नै घुम्ने र बस्ने ठाउँहरू हाम्रो लास्ट ग्रुप पनि आइपुग्नु भयो अरू के गर्नुपर्ने मलाई पनि भन्दै ड्राई पिकनिक सकिएपछि अन द स्पट यहीँ छेउमा रहेको गार्डन फ्यामिली रेस्टुरेन्टमा जाने डिसिजन भयो यो पिकनिक ग्रुपमा चाहिँ मेरो फ्यामिलीबाट म वाइफ छोरा आमा र बहिनी छिन् उमा भान्जीको फ्यामिलीबाट उनकी छोरी उनको हस्बेन्ड र हस्बेन्डका बा हुनुहुन्छ र छोरी नुमाको बेस्ट फ्रेन्ड र उनको बाबा पनि सँगै हुनुहुन्छ त्यस्तै भान्जी सुजारीका माई बहिनी र उनकी साथी पनि साथमा हुनुहुन्छ
आजको दिनमा पिकनिक, खानपिन, नाच निकै रमाइलो गरियो। अब घरतिर फर्कदैछौँ। पछि आउने अरू ब्लगहरूमा भेट्दै गरौँला। हस्त, धन्यवाद। Hello.